ब्याक टु माई युट्युब च्यानल। आज म खसीको मासुको रेसिपी बनाउन गइरहेको छु। प्याजलाई राम्रोसँग छिल्ने अनि यसलाई राम्रोसँग धोइ पखाली गर्ने। अब हामीले प्याजलाई मसिनो हुने गरी काट्छौँ। अनि म फ्रिजमा गएर मासु लिएर एउटा सफा प्लेटमा मासु खनाए। मम्मीले लसुन र अदुवा छिल्दै हुनुहुन्छ। मैले कराई बसाले, तेल राखेँ। तेल तातिसकेपछि मेथी, जिरा, तेजपत्ता अनि सुकमेल फुराए। फुरिसकेपछि मैले यसमा प्याज राखेँ। अब यसलाई रातो हुने गरी प्याजलाई पाक्न दिनुपर्छ। फाइनली प्याज रातो हुने गरी पाकिसक्यो। अलिकति बेसार राखेँ। बेसार पछि राख्दा पनि हुन्छ। र यसमा म मासु पनि मिक्स गरेँ। मासुलाई हल्का चलाइसकेपछि म यसमा हल्का नुन पनि राखेँ। नुन पछि राख्दा पनि हुन्छ। आफ्नो आफ्नो पकाउने तरिका हुन्छ हैन। अनि 4वटा जति टमाटर लिएर राम्रोसँग धोएर यसलाई मसिनो हुने गरी टमाटर मैले काटेँ। टमाटर मसिनो हुने गरी काटिसकेपछि म जिरा पिस्नतिर लागेँ। जिरा र खुर्सानीको मसिनो पेस्ट गराउन लागिरहेको छु। यसमा अब अघि मम्मीले छिलेको लसुन अदुवाको पिस पनि राखेँ र यसलाई म मसिनो गरी पिस्न लागेको छु। हामीले यसलाई मसिनो गरी पिसिसकेपछि जति मसिनो गरायो त्यति राम्रो हुन्छ। मैले चाहिँ यतिसम्मको मसिनो पेस्ट गराउन सकेँ। हजुरहरूले अझ पनि मसिनो गराउन सक्नुहुन्छ। मासु फ्राई भइसकेको छ। अब यसमा म अघि काटेको टमाटर मिक्स गर्दैछु अनि पेस्ट पनि म सँगसँगै राखेँ। अनि एकछिन छोपेँ ग्यास सानो गराएर। मेरो मासु लगभग रेडी भइसकेको छ साथीहरू। अब यसमा म थोरै पानी राखेर यसलाई म फेरि छोप्दैछु। मासु चाहिँ रेडी भइसकेको छ। यसमा हजुरहरूले स्वाद अनुसारको पानी पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ यतिको पानी राखेर थोरै जिराको धुलो फेरि राखेँ। छोरी मम्मीलाई सोधेको मिठो याम्मी छ भन्नुभयो। थ्याङ्क यू।